गरौँ, सबै युवा मिलेर देश समृद्ध गरौँ। नमस्कार, धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस कार्यक्रममा उपस्थित रहनुहुने सम्पूर्ण गुरु गुरुआमा तथा मेरा प्यारा साथीहरू सबैमा मेरो न्यानो अभिवादन। म ग्रेड अरनीको इङ्ग्लिस सेकेन्डरी स्कुल तुलसीपुर 6 दाङबाट छात्रा कक्षा 10 मा अध्ययनरत रोशना केसी आज हाम्रो विद्यालयमा गइरहेको यस वक्तृत्व कला प्रतियोगितामा भाग लिन पाउँदा म अत्यन्तै धेरै खुसी छु र आज मैले भन्दै गइरहेको वक्तृत्व कलाको शीर्षक यो रहेको छ कि देश निर्माणमा युवाको भूमिका। युवा भनेको देशको ऊर्जाशील शक्ति हो र देश निर्माणका लागि युवाले आफ्नो श्रम सिप र ज्ञान र समयको सदुपयोग गर्नुपर्छ र नैतिकता र अनुशासनले नै युवालाई एक सक्षम नागरिक बनाउँछ र सामाजिक कुरीति र अन्याय अत्याचार र भ्रष्टाचार विरुद्ध आवाज उठाउने युवाको एक महत्त्वपूर्ण भूमिका हो र साथै श्रमलाई पनि सम्मान गर्दै कृषि व्यापार उद्योग र प्रविधिमा पनि सक्रिय हुनुपर्छ। स्वदेशमै बसेर रोजगारको अवसर सिर्जना गर्नुपर्दछ र जब युवा जिम्मेवारी र सक्षम बन्छ तब मात्रै देश विकास निर्माणमा दिगो विकासमा अझ बढी राम्रो हुने गर्छ र त्यसैले गर्दा युवाहरूको देश निर्माणका लागि अत्यन्तै धेरै अपरिहार्य छ। यति भन्दै आज मेरा यी दुई शब्द यही टुङ्ग्याउन चाहन्छु। हस्त, धन्यवाद। धन्यवाद बहिनी रोशना केसीलाई।